गाइस सबैजनालाई गुड मर्निङ नमस्कार। सबैहरू सन्चै हुनुहुन्छ होला, म पनि आरामै छु। सबैजनालाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। हजुरहरूलाई मलाई त केही थाहा थिएन, फुपूले एक्कासी फोन गर्नुभयो राति, च्यान्डे त जान्छ सन्दिन बुढा सुब्बा मन्दिर भन्नुभयो। अनि म जान्छु भने अनि उठेर रेडी भएर आइसकेँ। आउँदाखेरि त गाडी पनि आइसकेको थियो। छ हाम्रो लौरे बाजेको हुनुहुन्छ गाडी भने हाम्रो बहिनीहरू चाहिँ लुगाहरू लाउँदैछ, भाइले जुत्ता लाउँदैछ। अब चाहिँ यहाँदेखि चाहिँ हिँड्न लागेको, यहाँदेखि चाहिँ 6 बजी हिँड्ने भन्ने तयारीको साथमा म चाहिँ आइसकेको छु। लुगासुगा लाएर चट्ट जाडो छ, आज हुस्से लागिरहेछ नि त, त्यसैले गर्दा अब यहाँदेखि चाहिँ हामी हिँड्छौँ। लौरे बाजे हुनुहुन्छ अगाडि, आजको हाम्रो ड्राइभर भाइ, फुपू, बहिनी, म 4 जना, जम्मा 5 जना ड्राइभर बाजेसँग चाहिँ। अब यहाँनिर चाहिँ पुरा हुस्से लागिरहेछ नि त, आज चाहिँ के भएर हो पनि होइन। पुरा 6 बजी अहिले चाहिँ एकदम मध्यारो देख्न सक्नुहुन्छ हुस्से अगाडि। अब यहाँदेखि चाहिँ हामी जान्छौँ। हामी चाहिँ यहाँदेखि हिँड्न लागि तयारीको साथमा अब यहाँदेखि हिँड्नेछौँ बिस्तारै। हुस्से लागिरहेछ, चिसो पनि छ नि त, एकदम चिसो छ। अनि त्यही भएर यसो यस्तो मौसम छ नि हेर्नु त, पुरा हुस्से झरिरहेछ। आज चाहिँ अब यहाँदेखि चाहिँ हामी चाहिँ हिँडेको। हामी चाहिँ यहाँदेखि लगभग 3 घन्टा 2.5 घन्टामा हामी चाहिँ धरान पुग्छौँ होला। त्यही 9 बजीतिर पुग्ने हाम्रो तयारीको साथमा हामी यहाँदेखि हिँडेको। यहाँदेखि चाहिँ हामी चाहिँ पुगिसकेको छौँ है गाइस। आज चाहिँ बाजे हुनुहुन्छ हाम्रो, बाजे ड्राइभर बाजे, यता छु म, यता भाइ, हामी पछाडि चाहिँ फुपू, म, भाइ, फुपू बसेको पछाडि चाहिँ, अगाडि चाहिँ सिमरन। हामी चाहिँ यहाँनिर संसारैबाट एक टर्निङ हानेर यता लक्ष्मीपुरको बाटो जाँदैछौँ। ठ्याक्कसँगले यता लक्ष्मीपुरबाट सर्ट एकैचोटि लक्ष्मीपुर निस्किने यता। भाइ चाहिँ हेर्नु नि सुतेर आधी बाटो पुगेको होइन। भाइ त मस्त निदाइरहेको थियो, फुपू पनि निदाउनु भएको थियो, म पनि त हुन त निदाएँ। भाइलाई चाहिँ बमिट आउँछ भने छेउमा राखिदिएको, भाइ त सुतेछ। देख्नुहुनेछ धरानको भ्यूहरू हल्का हल्का। म चाहिँ बिचमा भएको थिएँ, त्यसैले भिडियो पनि राम्रो बनाउनु पाइनँ, क्याप्चर गर्नु पाइनँ बाहिरको, त्यसैले यसो हल्का हल्का होइन। बहिनी पनि अगाडि स्लिपिङ हानिदिइरहेछ, मस्त सुतिरहेछ। अनि त्यस्तो राम्रो केही गर्नु पाइनँ, म बिचमा थिएँ नि त, त्यसैले गर्दा। अब हामी चाहिँ यहाँनिर मन्दिर पुगिसक्यौँ लगभग। अब अलिकति छ, धेरै छैन। ठ्याक्क हामी पिण्डेश्वरीको अलिकति मास्तिर मात्रै पुगेको अवस्था। यता हाम्रो भन्छ सिमरन भ्यात्लुङ, यता हाम्रो बाजे हुनुहुन्छ ड्राइभर। हामी चाहिँ अब मन्दिर पुग्नको लागि केही समय लाग्छ। ठ्याक्क यहाँदेखि अलिकति केही छेडमै पुगिन्छ। पारा भन्दाखेरि हामी आफ्नै तालमा नि बिन्दास रमाइलो भइरहेको छ। अब बिहानै उठ्यो नि त आज, अनि त्यही भएर अनि लगभग हामी 9 बजी ट्याक्कै पुगेको थियौँ। पुग्छौँ अब 9 बजी त पुगेको, धरान त ठिक हो, तर मन्दिर चाहिँ 9 बजी अलिकति पुगेन भनौँ न, 9:15तिर। धरान चाहिँ ठ्याक्कै 9 बजी नै पुगेको, देख्न सक्नुहुन्छ बाहिरको। अहिले पनि हुस्से लागिरहेछ भर्खरै हुस्से लागेर। यो चाहिँ पिण्डेश्वरी मन्दिर हो, यो पिण्डेश्वरी मन्दिर हो। यो चाहिँ अगाडि यो पछाडिको भागदेखिको मन्दिर हो। यहाँदेखि चाहिँ अब हामी चाहिँ सिधै डाइरेक्ट हाम्रो एकैचोटि हाम्रो चाहिँ बुढा सुब्बामा मात्रै हो नि त। बुढा सुब्बामा फुपूको भाकल रहेछ, हामी भाले चढाउने भनेर, अनि हामी चाहिँ जाँदैछौँ। बुढा सुब्बा मन्दिर पनि आइपुग्यौँ हामी। यो चाहिँ गेट हो बुढा सुब्बाको। अब हामी चाहिँ प्रसाद किन्ने, अनि यतात्यता गर्ने, अनि यसो बाहिरभित्र जाने। अनि त्यही भएर बुढा सुब्बा यहाँको चाहिँ अचानक चाहिँ मलाई के लाग्यो भने चाहिँ यसो त्यहाँको बाँसको टुप्पै छैन क्या, सबै बाँसको टुप्पा मैले हेरेको, बाँसको टुप्पै छैन त, अरे ल। अनि त्यति भन्दै हाम्रो फुपूहरू पनि यसो कपाल सपाल कोरेर यहाँनिर चाहिँ अब प्रसादहरू लानै पर्छ भित्र चढाउने भनेर यता गन्थन गर्दै थियो। म चाहिँ त्यहाँनिर सेलरोटीमा आएको क्या बिहान चाहिँ, त्यहाँ बाहिर हेरेको, वा प्रत्येक दोकान होटलमा सेलरोटी छ त। अनि यहाँको बाहिरको चाहिँ अनि एकदम खाजा नास्तामा चाहिँ सेलरोटी क्या फेमस रहेछ यहाँ बुढा सुब्बाको। अनि मैले पनि यसो फुल चढाउनको लागि, भित्र पूजा गर्नको लागि यसो लिएँ फुलहरू। रक्सी पनि चढाउनु पर्दो रहेछ, अन्डा पनि, कुखुरा पनि है,
अब भाकल अनुसार जे चढाउँदा पनि भयो, तर हामीले चाहिँ फुलहरू चढायौँ। बहिनी, म, भाइले, फुपूले चाहिँ अन्डा रक्सी बिहे गरेको मान्छेले चाहिँ त्यस्तो रहेछ। अनि हामी चाहिँ भित्रदेखि चाहिँ हामी चाहिँ डाइरेक्ट भित्र जान्छौँ। भित्र लाइन होला के होला होइन। अनि यो चाहिँ हाम्रो ढाकी पूजाको सामग्री चाहिँ ठ्याक्कै 350 रुपियाँ हो। फुपूको चाहिँ अलिक बढी पऱ्यो, रक्सी अन्डा पनि पऱ्यो नि त, चढाउनु पर्छ अरे। अनि यहाँदेखि चाहिँ अब हामी गेटदेखि भित्र पस्यौँ। गेटमा पनि रहेछ, भित्र पनि रहेछ माला दोकानहरू त, तर हामीले चाहिँ बाहिर किन्यौँ एउटा बोजूको कोमाकोबाट। अनि माया लाग्यो नि त। अनि हाम्रो ड्राइभर बाजे चाहिँ गाडी पार्किङ गरेर, लामो चाहिँ एकदम लामो लाइन छ, तिमीहरूलाई टाइम लाग्छ होला, छिटो छिटो जाऊ भन्नुभयो। अनि हामी चाहिँ सरासर जाँदा त यहाँनिर गाइनेहरूले कस्तो राम्रो गीत गाइराख्नु भएको थियो, तिनजना अङ्कलहरूले। अनि हेर्दै गएको त आम्मामामामामा लाइन त थोरै थिएन नि। अब लाइनमा चाहिँ अब हामी बस्यौँ। अब कहाँ हो के हो होइन। लाइन चाहिँ एकदम नागिन जत्तिकै, रेलगाडी जत्तिकै लामो थियो। र पनि हामी चाहिँ भित्र गएर फर्किँदा त लामो, झन् लामो भएछ क्या लाइन त। अनि हामी चाहिँ जाँदैछौँ। अलिक माथि हिँड्नु थियो, त्यो लाइन त तलदेखि रहेछ। अनि यहाँ त होइन, तलदेखि भन्दैछ त्यो आन्टीहरूले पनि। अनि हामी चाहिँ फेरि तल झरेर तल पस्दा त लाइन त झन् लामो भइसकेको छ हो। अनि लाइन त यहीँदेखि रहेछ, यहाँ टोपी लाउने अङ्कलकोदेखि खासमा यस्तो घुमेर टुइँ घुमेर रहेछ। अनि हामी चाहिँ फेरि त्यहीँ लाइनमा बस्नु पऱ्यो त्यहीँदेखि। अनि फुपू पनि आउनुभयो। फुपूको चाहिँ फेरि कुखुरा चढाउनेको चाहिँ पल्लोपट्टि रहेछ लाइन, हाम्रो फुलहरू चढाउनेको चाहिँ यतापट्टि रहेछ। अनि त्यहाँदेखि पालोमा बस्यो लाइनमा। लाइन फेरि सानो लामो छैन नि, आमामामा बेहोस हुने खालको लाइन रहेछ नि त। कति बजीदेखि आएर बसेको पनि मान्छेहरू। यहाँ दाइले पनि अनि बाटो दिनु भन्दै अनि अलिकति टाँसिनु, यता बाटो छोडिदिनु भनेर मिलेर बस्नु भन्दै कराइरहेको थियो। अनि यतिकैमा मेरो बहिनी र भाइ चाहिँ अलिक पछाडि छ, म चाहिँ अलिक एकजनाको अगाडि ठ्याक्कसँगले पुगेको थिएँ। अनि म चाहिँ ठाउँ रिजर्भ गर्दै थिएँ। हेर्नु न लाइन कति लामो छ, आम्मामामा। यहाँ हाम्रो डन्नीहरू फेरि लाइनमा बसिरहेछ। पालो त कहिले आउँछ नि भनेर रुङ्दा 10-15 मिनटमा एक पाइला सर्छ लाइन पनि। अनि के गर्ने त। यहाँनिर चाहिँ हाम्रो चाहिँ यस्तो छ, हजुरहरूको बिहानीको सुरुवात के भएर भयो, हाम्रो चाहिँ यहाँनिर टक्कसँगले पूजा गरेर लाइन बसेर भयो भन्दै यहाँनिर हल्का रमाइलो गर्दै बसेको। यो भाइलाई चाहिँ आज गाडीले मारिसक्यो नि, यसो हल्का उसलाई चाहिँ अलिकति गाह्रो भइरहेछ, त्यसैले गर्दाखेरि त्यसलाई अलिकति नर्भस भइरहेछ भाइ चाहिँ। अनि यतिकैमा हाम्रो लाइन चाहिँ अलिकति अगाडि बढेछ। अनि म चाहिँ यस्तो घन्टी बजाउँछु मेरो पालोमा आएपछि भनेर मैले चाहिँ भन्दैछु। त्यहाँनिर घन्टी अरूले बजाएर कान खाएर हो, अनि मेरो पालो आओस् त म पनि सबैलाई डिस्टर्ब हानिदिन्छु भनेर म भन्दैछु। अनि मेरो चाहिँ घन्टीको पालो आयो, म चाहिँ बिस्तारै बजाएँ। अलिक पर पनि थियो नि त घन्टीहरू धेरै। अनि त्यसरी फर्स्टचोटि चाहिँ बिस्तारै बजाउँदै सर्दै गयौँ हामी चाहिँ। अनि ठुलो घन्टी चाहिँ हेर्नु न आमामा, थोरै होइन घन्टी बजाउँदा पनि पालो आउँदैन अझै। अनि त्यहाँदेखि कुखुराभित्रदेखि काट्ने फ्याल्ने कार्यक्रम भइरहेको थियो। आमामा पूजा भित्रदेखि टाउकोभित्र राख्दो रहेछ। अनि मुन्टो छिनायो अनि फालिदियो क्या बाहिर। अनि फेरि अर्कोको पनि मुन्टो राख्यो, टाउको राख्यो, जिउ फालिदियो बाहिर। अनि खुट्टातिर हेर्नु न सबै उछिटेर अनि रगतै रगत आमामा। फेरि कस्तो उफ्रिँदो रहेछ भने नि त आम्मामा, उल्टी हान्दैछ कुखुराले। अनि म चाहिँ स्टप भनेर के स्टप भन्दा त्यसका बाजेको उफ्रेकै। अब चाहिँ हामी चाहिँ ठुलो मन्दिरको भित्र पसिसकेको छौँ। अब अलिकति ठ्याक्कै ढोकामै पुगिसकेको छु म चाहिँ अब होइन। यहाँ हल्का पूजा गर्ने हो, भित्र मन्दिरमा पूजा पनि गऱ्यो, भित्र खिच्न दिँदैछ। अनि बाहिर हाम्रो फुपूले चाहिँ कुखुरा चढाएको, हाम्रो यो चाहिँ भाले हो, यो चाहिँ उफ्रिने गरेको, उल्टी हान्छ हेर्नु। 1 2 3 अब फेरि हानिदिन्छ है, 3 हो नि 4चोटि हान्दियो हाम्रो उल्टी हान्दियो। यो चाहिँ हाम्रो भाले हो, फुपूले चढाउनु ल्याउनु भएको भाले हो। म चाहिँ त्यहाँ झोलामा हालेर हाल्नुपर्ने हुन्छ, त्यसरी झोलामा हालेर ठ्याक्कसँगले 4 फोल्डिङ हान्दैछ है हाम्रो भालेले चाहिँ। त्यो चढाएको भालेले 4 फोल्डिङ हाल्यो। अझैसम्म उफ्रिरहेको थियो, मैले चाहिँ झोलामा च्याप्प समाएर झोलामा हालेर लिएको नि त। अर्को फ्यालिहाल्छ अनि भरे लुगाभरि खुन आउँछ नि त, त्यही भएर चाहिँ उठाइदिइहालेको क्या। 4 फोल्डिङ हानिदिइहाल्यो नि भालेले त, ड्याङ।
अनि हामी चाहिँ त्यहाँनिर सक्यो। अब हामी चाहिँ यता बासतिर फोटोसोटो खिच्ने यता त्यता होइन गर्ने गरेर अब हामी चाहिँ त्यहाँ मन्दिरदेखि चाहिँ निस्किसक्यौँ। अब फुपूहरूले चाहिँ यता फोटो खिच्ने अरे भाइहरूले फुपूहरूले भनेर एकछिन यता क्यामेराम्यान हुनुहुन्छ हाम्रो सिमरन राई देख्न सक्नुहुनेछ भाइ क्यामेराम्यानै यहाँ चाहिँ ब्याट्लुङ। यता फुपूले चाहिँ त्यो डोरी बाँधेर यता त्यता गएर फोटो खिच्नुहुन्छ। अनि यहाँनिर चाहिँ पुरा बिहानै आउनुपर्ने रहेछ, होइन भने त पुरा भिड हुने रहेछ नि त मन्दिरमा, लाइन लाग्नु पर्दो रहेछ। जस्तै यहाँ हाम्रो अर्जुनधारा मन्दिरमा जलेश्वर जल चढाउनेको लाइन हुन्छ नि त्यस्तै हुँदो रहेछ साउनमा। यहाँ पनि त्यस्तै लाइन बसेर बल्ल 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 लाइनबाट गएर अब हामी चाहिँ पूजासुजा गऱ्यो। अब एक दुईवटा फोटोसोटो खिच्यौँ यहाँनिर। अनि हामी चाहिँ बाहिर निस्केर खाजा नास्ता गरेर अनि फर्किने भनेर हामी चाहिँ छिटो छिटो गर्दैछौँ होइन। अहिले हाम्रो यहाँ 11 बजिसक्यो नि त, त्यसैले गर्दा चाहिँ हामी त 6 बजी हिँडेको मान्छे केही खाएको छैन। अनि यसो खाजासाजा यहीँ खाएर जाने भनेर चाहिँ यहाँनिर फोटो खिच्नु फेरि टाइम लाग्यो। घरि के बान्ने हेर्नु न, मलाई चाहिँ फेरि भरिया बनाएर ज्याकेट पनि बोक्नु दिएको छ, लुगा पनि बोक्नु दिएको छ, पूजाको सामग्री पनि बोक्नु दिएको छ। यता क्यामेराम्यानहरू फेरि झल्लु फेरि के गर्छ हो। अनि मलाई चाहिँ भरियाइ बनाइदिने हो आजको दिन चाहिँ। अनि मैले पनि एक दुईवटा फोटो खिचेँ होइन। अनि त्यसपछि यहाँदेखि चाहिँ अब हामी जानुपर्छ भनेर हतार गर्दै फेरि यता घरमा प्रसादहरू मालाहरू भाइ बहिनीलाई के लगिदिने भनेर हेर्दै थिएँ, तर केही किन्नु चाहिँ किनेन। मैले चाहिँ एउटा नानीलाई मेरो छोरीलाई एउटा सानो बाला किनिदिएँ होइन। अनि हाम्रो बाजे चाहिँ कहाँ हुनुहुन्छ भन्दाखेरि त ठ्याक्कसँगले हाम्रो बाजेको गाडी। अब यहाँदेखि चाहिँ हामी लगभग हिँड्नु लागेको हो। भाइहरूले चाहिँ यहाँनिर मालाहरू हेर्दैछ, ब्रासलेटहरू। अनि यहाँदेखि चाहिँ हामी खाजा खानातर्फ जान्छौँ। हामी चाहिँ यहाँनिर खाजा खाने ठाउँमा आइसकेको छौँ। यहाँनिर चाहिँ मलाई चाहिँ सेलरोटी खानु मन लागेको थियो होइन। अनि के खाने सबैलाई भाइ बहिनी बाजे फुपूलाई सोद्धा त के खाने भन्दाखेरि त कसैले थुक्पा खाने रे, कसैले सिङ्गडा खाने रे, कसैले चाउमिन खाने रे। भाइ र मैले चाहिँ चाउमिन खाने भयौँ। अनि फुपू र बाजेले चाहिँ थुक्पा, अनि हाम्रो सिमरन बहिनीले चाहिँ समोसा खाने भयो। हामी चाहिँ यहाँनिर अर्डर गरेर ट्याक्कसँगले भाइलाई अर्डर गरेर यति यो खाने भनेर भनेको। अनि 5वटा सेलरोटी मैले चाहिँ अर्डर गरिहालेँ। अनि त्यहाँदेखि भाइलाई चाहिँ ठ्याक्कसँगले अर्डर दिँदै गर्दाखेरि यहाँनिर गफसफ एकअर्कामा हुँदैछ के खाने भनेर म चाहिँ ठ्याक्कसँगले सेलरोटी 5वटा मगाएको थिएँ। अनि सेलरोटी देख्नुहुन्छ मान्छेभन्दा ठुलो छ, एकदम मिठो। यहाँनिर चाहिँ बुढासुब्बा मन्दिर आउनुहुन्छ भने बिहान यसो खाजा नास्तामा यसो रोटी खानु होला। सेलरोटी चाहिँ एकदम यामी मिठो एकदम होइन। रोटी चाहिँ मलाई मनपर्छ, अरू सुक्खा रोटी परौटाहरू भन्दा पनि होइन, मलाई चाहिँ सेलरोटी चाहिँ धेरै नै मनपर्छ। धेरै भन्दा पनि एउटा दुइटा चाहिँ धेरैमा खानुपर्छ भन्दै। ओहो बाजे बोजू पनि यसो टक्कसँग फुपूहरू पनि यसो मिठो छ त रोटी त भन्दै गर्दा म पनि खाएर आनन्दले मिठो भयो। जे होस् धेरै चिनी पनि होइन, गुलियो पनि होइन, ठिक्कको सबै मिलाएर क्या। गुलियो पनि होइन, नरम पनि होइन, चाम्रो पनि होइन, ठिक्ककै थियो। अनि गप्प खाएर चाहिँ यहाँदेखि चाहिँ अब हाम्रो चाउमिन मोमो त के भन्नु होइन। एकजनाको समोसा छ, दुईजनाको थुक्पा, अनि म र भाइको चाहिँ फेरि चाउमिन छ। चाउमिन खाँदै गफ गर्दै गस्दै रोटी थुक्पा आइसक्यो। भाइ र दिदीभाइ चाहिँ फेरि मुसा र बिरालो जस्तो के गर्छ कहिलेकाहीँ चाहिँ यता त्यता होइन। अनि 3जनाको चाहिँ आइसकेको छ। अब हाम्रो भाइ र मेरो चाहिँ अब चाउमिन आउनु बाँकी छ। चाउमिन पनि आइहाल्छ एकैछिनमा अब। अनि हामी चाहिँ चाउमिन आएपछि टक्कसँगले खाने हो। म चाहिँ फेरि चाउमिन पनि बेस्ट लाग्छ नि त। चाउमिन नखाएको धेरै दिन भएको थियो, अनि त्यही भएर आज चाहिँ चाउमिन खाइदिनु पऱ्यो। धरानमा कस्तो चाउमिन पाउँछ भनेर टेस्ट गर्नुको लागि। अनि हाम्रो चाहिँ अब म चाहिँ रोटी नै खाइबसेको थिएँ एकछिनसम्म। अनि भाइले चाहिँ पुरा पोज दिइरहेको छ आफ्नै तालमा। अनि बाजे र फुपूले चाहिँ गम थुक्पा। अब हाम्रो चाहिँ चाउमिन आयो, भाइ र मेरो चाउमिन आइसकेको छ। यामी टेस्टी हेर्दाखेरि पनि ओ माई गड मिठो खालको जस्तो क्या चाउमिन चाहिँ। अनि हेर्दाखेरि तर अचार चाहिँ हेर्नु नि त्यहाँ पानी क्या अचार चाहिँ। तर रोटी चोबेर खाएको मिठो छ अचार।
अनि त्यस्तो। तर चाहिँ पानी थियो क्या, अचार चाहिँ अलिक भएन, तर चाउमिन चाहिँ ठिकै लाग्यो, मिठै लाग्यो। तर पानी क्या अचार चाहिँ अलिकति बाक्लो हुनुपर्ने होइन। अनि ठिकै छ, चाउमिन पनि मिठै थियो, त्यस्तो नमिठो पनि होइन। अब बिहानदेखि केही नखाएको, त्यसैले गर्दाखेरि मलाई त्यो चाउमिन गम 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 खाएँ, ठिकै लाग्यो। अब बिहानदेखि केही खाएको थिएन नि त, अनि अहिले 11 बजी नास्ता खाएको, अनि भोक लागेको थियो। त्यस्तै भोक लागेको बेला केही मिठो केही नमिठो होइन, गम कि गम खाइयो, मिठै लाग्यो। सबै कुरा ठिकै छ, नुन तेल सबै लागेकै छ होइन। अब त्यति हो, अरू कुरा त के भन्नु र। जस्तो भए पनि खानुपर्छ, पैसा तिरेर किनेर खाएपछि होइन। भाइलाई पनि मिठो लाग्यो अरे, अनि सबैलाई मिठो लागेको छ, आफ्नो खानुहुँदैछ आनन्दले। त्यसपछि हामी चाहिँ यहाँदेखि खाजा खाएर चाहिँ हिँड्नुपर्ने हुन्छ, त्यसैले छिटो छिटो खाएर आफ्नो हाम्रो यहाँदेखि चाहिँ हामी हिँड्ने तयारीमा होइन। यो हाम्रो चाहिँ यो पोका देखेको चाहिँ हाम्रो प्रसादहरू हो। अनि यहाँदेखि चाहिँ हामी खाएर पनि पैसा बिल गर्नुहुँदैछ फुपूले यता। अनि बाजे र सिमरन चाहिँ अघि गाडीमा, फुपूले बिल गरेर आउँछ, जा भन्नुभयो। अनि म पनि टक्क गएर गाडीमा गएँ। अनि गाडीमा गएपछि भाइ चाहिँ यताबाट जाँदै, त्यताबाट होइन, यता भन्दा यसलाई गाली गर्दा उसको दिदी फेरि कराएर होइन। अनि दिदी भाइको चाहिँ अनि हल्का बिरालो जस्तो, कुकुर बिरालो भन्छ नि त्यस्तै पर्छ नि त कहिलेकै। अनि रिसाइ गर्दै थियो। यो हाम्रो प्लास्टिकमा राखेको चाहिँ कुखुरा है, अघि बनाएको थियो नि कुखुरा, पूजा गरेको कुखुरा हो त्यो प्लास्टिकको चाहिँ। अब यसलाई चाहिँ घरमा लगेर अब पूजा गर्नुपर्छ फेरि, वाचिपा बनाएर। अनि भाइ आउँदैछ, भाइ म फुपू चाहिँ पछाडि हो नि त जहिले। अनि यो देखिँदै गरेको लेडिज हाम्रो बहिनी चाहिँ अगाडि बाजेको खलासी हो नि त, अनि त्यही भएर अगाडि बस्दा बाजे दुईजना, हामी चाहिँ पछाडि। अब यहाँदेखि चाहिँ हामी लगभग हिँड्ने तयारी, गाडी साडी चढिसक्यौँ होइन। अब केही छिनमा हामी हिँड्छौँ। अनि भाइ र म पछाडि। गर्मी पर भएको थियो नि त, बिहान त पुरा हुर्से लागेको थियो, अहिले चाहिँ एकदम गर्मी। मेरो चाहिँ दाह्री यसले ल्याउँछ, अनि यसो कपाल मिलाएर हल्का भाइले पनि एक्टिङ दिइहाल्छ होइन। भाइको चाहिँ कानमा फुल अझैसम्म रहेछ, मेरो त्यो थिएन, मैले त टिका लगाइनँ नि त। त्यता टिका नलाइ बाहिर निस्केँ। अब फुपू आउनुभयो, फुपू आएपछि चाहिँ यहाँदेखि गाडी स्टार्ट भएर हामी चाहिँ अब चाहिँ जान्छौँ। अनि हामी चाहिँ खुलेआम तिनजना ठ्याक्कसँग पछाडि, अगाडि दुईजना। यता हुनुहुन्छ सिमरन भ्यात्लुङ भने, यता हुनुहुन्छ हाम्रो बाजे ड्राइभर, हाम्रो राई भाषाबाट चाहिँ कोप्पा हो बाजेलाई, अहिले चाहिँ हाम्रो चाहिँ बाजे भन्छौँ। अब बाजे सबैको बाजे हो। अनि हामी चाहिँ यहाँदेखि चाहिँ टक्कसँगले धरान बुढा सुब्बादेखि लाग्यो झापातर्फ। सनननननननन बाजेले फेरि खतरा उडाउनुहुन्छ नि फेरि। बाजे त पुरानो भुप्पु आर्मी हो कि, एकदम आमाम गाडी त फिल्लिली फेरि आँखा चिम्लेर नि हो। बाजे त खतरा हुनुहुन्छ नि। यहाँ हेर्नु न, त डरले त्यो अगाडि समाएर त्यो सिमरनको हालत पत्ला भइसकेको छ। अनि हामी चाहिँ यता पछाडि। अब हामी चाहिँ यहाँदेखि निस्क्यौँ भन्दै म चाहिँ त्यहाँनिर सुत्छु भनिरहेको छु होइन। म चाहिँ त्यहाँनिर दुईवटा सिटको यस्तो खप्प पस्ने हुन्छ, ठक्क निदाउँछु क्या। अब यहाँदेखि देख्न सक्नुहुनेछ हल्का मात्रै, हामी बेसी माथि डाँडामा गएन नि त, हल्का भ्यू देखिन्छ, हल्का हेर्नुहोस् है, यस्तै छ है। अब हामी चाहिँ यता आइसकेको ठ्याक्कै। अहिले चाहिँ हामी यता झापा ठ्याक्कै माईको पुलमा आइसकेको छौँ। कन्काई माई पुल देख्न सक्नुहुनेछ। बाजे अगाडि ड्राइभिङ गर्नुहुँदैछ। बाजेको एकदम आजको राइड चाहिँ एकदम खतरा हान्नुभयो क्या बाजेले। हामी लगभग 2.5 घन्टामा हामी घर आइपुगेको थियौँ भनौँ न। घर आइपुगेको थियौँ होइन, धरान पुगेको थियौँ। अब 2.5 घन्टामै हामी पनि फेरि पनि रिटर्न ब्याक आफ्नो घरतर्फ फर्किँदैछौँ। यो माई खोला हो, देख्न सक्नुहुनेछ। पर मान्छे चलाइरहेको छ घाटमा भने, हामी चाहिँ सरर पुल माथिदेखि राम भन्दै आफ्नो गन्तव्यतर्फ लाग्यो, घरतर्फ। देख्न सक्नुहुन्छ अगाडिको सिन। म पछाडि थिएँ नि त, त्यसैले मैले अगाडिको यसो भ्यूहरू अलिकति खिच्नु पाइनँ, र पनि टेन्सन छैन, यतिको ठिकै छ, आनन्दै छ। अनि हाम्रो फुपूलाई चाहिँ के भयो पनि, जाडो भयो के भयो, पुरा बर्फ ओढेर बुढी मान्छे जस्तो बस्नुहुन्छ। मलाई चाहिँ फेरि निन्द्रा लागेर आइकी आएर सुत्दा भर्खरै उठेको नि त, दम कटेपछि
ठक्क निन्द्राले छोड्यो अनि हल्का गाडीले उफारेर बाटो पनि त्यस्तै छ, धुलो खाल्टा खुल्टी ठाउँ ठाउँमा पिच्छ, के गर्ने हो। अनि हामी चाहिँ ठ्याक्कसँगले माइ कटेर हाम्रो घरतर्फ आयौँ। हाम्रो सन्चरे बजार हो यो चाहिँ, देख्न सक्नुहुन्छ। सन्चरे आइसक्यो हामी। अब यहाँदेखि केही छैन, हामी घर आइपुग्यौँ भन्दै हुनुहुन्छ। फुपूले पनि आज रमाइलो भयो, बाजेले राम्ररी कुदाएर ल्याउनु भयो, ड्राइभ राम्रै गर्नुभयो भन्दै हुनुहुन्छ। आज चाहिँ शनिबारको दिन पनि हो, बजार लागिरहेछ, देख्न सक्नुहुन्छ। हाम्रो शनिश्चरी बजार चोक हो यो चाहिँ। यहाँनिर देख्न सक्नुहुन्छ नेपाल जुत्ता पसल। यहाँनिर हाम्रो सबै बजार हो यो चाहिँ। आज हटिया हो नि त, आज शनिबारको दिन, अनि त्यही भएर हामी चाहिँ घर पुग्न लाग्यौँ। अब यहाँनिर चाहिँ टक्कसँगले हामी यहाँदेखि जान्छौँ आफ्नो घर। हाम्रो त धेरै टाढा छैन नि त घर, ठिकै नजिकै हो। आज चाहिँ शनिबारले गर्दा चाहिँ यो दिन गाडीहरू पुरा भिडभाड जाम भइरहेको अवस्था देख्न सक्नुहुनेछ व्यापारीहरू। अब चाहिँ हामी घर पुग्छौँ। हाम्रो चाहिँ यहीँनिर हो, ठ्याक्कै बहिनीको घरमा। हामी चाहिँ घर पुगिसक्यौँ गाइज होइन। हाम्रो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला गाइज है। आजलाई चाहिँ अब हामी चाहिँ नेक्स्ट भ्लगमा भेट्नुपर्छ। अब आजलाई चाहिँ यति नै। हामी चाहिँ यहाँसम्मको हो यात्रा होइन। मन्दिर पुगेर आयो, रमाइलो भयो है। अरू कुरा त्यस्तै हो। अब कहिलेकाहीँ अब बनाउनु पाइँदैन, अब टाइम पनि मिल्दैन नि त। कामले गर्दा यता कुद्दा उता कुद्दा अब फेरि भिडियो बनाइराख्नु पाइँदैन। अनि साथीहरू अब के कस्तो लाग्छ होइन, मेरो भिडियो कहिलेकाहीँ भए पनि आउँछ होइन। मेरो भ्लगमा अब कस्तो हुन्छ, अब के कस्तो कमजोरीहरू कमेन्ट गरिदिनु होला होइन। सुधार गर्नेछु भन्दै अब आज चाहिँ हाम्रो चाहिँ यहाँ घर आइसकेको छौँ। अब बाजे चाहिँ यहाँदेखि जानुहुन्छ अरे, चिया खाएर जानुभन्दा अब म जान्छु सरासर भन्नुभयो, त्यसैले बाजे जानुभयो। अनि हामी चाहिँ त्यहाँ घरतर्फतिर लाग्यौँ। बाजे चाहिँ सरासर जानु हुने अरे। अनि घरमा चाहिँ किचनमा ताला लगाएको थियो, अनि फोन गरेको बहिनीले, आन्टी र अङ्कल चाहिँ यता फिल्म हेर्नु आएको छु भन्नुभयो। अनि भन्दै गर्दा हामी चाहिँ यहाँनिर टोलाएर बस्दै थियौँ। कहाँ जानुभएछ आज एक्कासी भनेर सोच्दैछौँ, फिल्म त हेर्नु नजानु पर्ने भन्दै हेरेको त यहाँनिर त भोटे ताला छ यत्रो, अनि उता पनि भोटे ताला छ। ल साथीहरू, आज चाहिँ मेरो भ्लग यति नै है। नेक्स्ट भ्लगमा राम्रो कन्टेन्ट लिएर आउनेछु भन्दै आजलाई चाहिँ बाई बाई टाटा, यति नै।